verse very well. हामी दया गरी त्यो बाइबलको त्यो पदलाई पल्टाएर खोलौं, हामी यो राम्रोसँगले जान्दछौं। Hebrews chapter 13, हिब्रू 13 अध्याय verse 12, अनि 12 पद all together. सबै मिलेर Wherefore, यसै कारण यीशुले Jesus पनि also, आफ्नो that he might रगतद्वारा sanctify मानिसहरूलाई the पवित्र people पार्नका with his own निम्ति blood, मूल ढोका बाहिर suffered दुःख without भोग्नुभयो। the gate. The Lord Jesus Christ went outside the gate, हाम्रो प्रभु यीशु मसीह चाहिँ मूल ढोकादेखि बाहिर जानुभयो, where all the animals are slaughtered for sacrifice. अनि जुन जग्गामा चाहिँ सबै पशुहरूलाई चाहिँ मारिन्थ्यो अनि बलिदान चढाइन्थ्यो, There in that dirty, filthy place, त्यो एउटा फोहोरी र घृणित जग्गामा he bore all our reproach. त्यहाँनिर चाहिँ उहाँले हामी सबैको निन्दालाई भोगिदिनु भयो। And there we see that he endured the cross. अनि हामी त्यहाँनिर देख्दछौँ उहाँले त्यो क्रुसको सासना पनि सहनुभयो। My dear brothers, my dear sisters, Ephesians 1:7, he has given redemption and forgiveness of sin to each and every one of us. गलती 1 अध्यायको 7 पद अनुसार उहाँले छुटकारा अर्थात् पापहरूको क्षमा हामीलाई दिनुभएको छ। We have tasted his love. हामीले उहाँको प्रेमलाई चाखेका छौँ, We have received forgiveness. हामीले क्षमा पाएका छौँ। So this morning, आज बिहान we must come to his loving presence. हामी उहाँको प्रेमी उपस्थितिमा आउनु परेको छ And with heart full of praise and worship, अनि एउटा प्रशंसा र उपासनाले भरिएको हृदयले we should tell him this morning, आज बिहान हामीले उहाँलाई भन्नुपर्छ, Lord Jesus, प्रभु यीशु, I love you. म तपाईलाई प्रेम गर्दछु। You demonstrated your love for me. तपाईले त आफ्नो प्रेम म प्रति प्रदर्शन गरिदिनु भयो। On the cross of Calvary, त्यो कल्वरीको क्रुसमा I was a slave. म त दास थिए, You redeemed me. तपाईले मलाई छुटकारा दिनुभयो। By your own precious blood, तपाईको आफ्नै अमूल्य रगतद्वारा you have given me eternal life. तपाईले मलाई अनन्तको जीवन दिनुभएको छ। So great salvation. कति महान मुक्ति, I don't deserve. यो म पाउने लायकको छैन। What love is this? यो कस्तो प्रेम हो That you should love a sinner. कि म पापीलाई तपाईले प्रेम गर्नुपर्ने। That is the first R. Letter R. त्यो चाहिँ सबैभन्दा पहिलो अंग्रेजीको अक्षर आर हो। He has brought you and me to a redeemed position. उहाँले तपाईं नि मलाई चाहिँ एउटा छुटकाराको स्थानमा स्तरमा ल्याउनु भएको छ। Now the second R. अब दोस्रो आर, He has brought you and me उहाँले तपाईं नि मलाई ल्याउनु भएको छ to a raised position in एउटा Christ Jesus. ख्रीष्ट यीशुमा एउटा उचालिएको स्थानमा ल्याउनु भएको छ। To understand this, यो बुझ्नका निम्ति turn your Bibles बाइबललाई खोल्नुहोस्, to the book of Ephesians. एफेसीको पत्री, See what Paul writes to the Ephesian church. एफेसीको मण्डलीलाई प्रेरित पावलले के लेख्नुहुन्छ हेर्नुहोस्। Ephesians chapter 2 एफेसी 2 अध्याय and verse 6, Paul uses this word raised. यहाँनिर 6 पदमा चाहिँ पावलले उठाउनु भयो भन्ने शब्द प्रयोग गर्नुभएको छ। The book of Ephesians एफेसीको पत्री chapter 2 2 अध्याय verse 6, 6 पद all together, सबै मिलेर everybody. सबैजना And अनि has हामीलाई raised us up together सँगसँगै बौराएर and stood उठाउनु together भयो in र heavenly ख्रीष्ट places येशूमा in Christ स्वर्गीय स्थानहरूमा Jesus. सँगसँगै बसाल्नु भयो। When you read this verse, जब तपाईले यो पद पढ्नुहुन्छ we come to understand हामी बुझ्न सक्दछौँ that this is a mystery. यो त एउटा रहस्य हो। What is the meaning of mystery? यो रहस्यको अर्थ चाहिँ के हो? Means यसको अर्थ हुन्छ secret. यो चाहिँ एउटा गुप्त कुरा, In my human wisdom, मेरो मानवीय बुद्धिमा I cannot म understand. बुझ्न सक्दिनँ। When the Lord Jesus Christ was raised from the dead, जब प्रभु यीशु मसीह मरेकोहरूबाट बौरेर उठ्नुभयो, he died, उहाँ मर्नुभयो, he was buried, उहाँ गाडिनुभयो and he rose again. अनि उहाँ फेरि बौरी उठ्नुभयो। When he was raised, जब उहाँ बौरेर उठ्नुभयो, he raised you and me together with him. उहाँले तपाईं नि मलाई पनि आफूसँगै उठाउनु भयो। And where is your position today spiritually? अनि आजको दिन आत्मिक प्रकारले तपाईको त्यो जग्गा या त त्यो स्तर कहाँ छ? What was your past life? तपाईको बितेको जीवन कस्तो थियो? Where are you now? अहिले तपाईं कहाँ हुनुहुन्छ? You are seated in heavenly places in Christ Jesus. तपाईहरु चाहिँ ख्रीष्ट येशूमा त्यो स्वर्गीय स्थानहरुमा बसालिनु भएको छ। Do you understand? तपाई बुझ्नु हुँदैछ? Do you know where you are now? आज अहिले तपाई कहाँ हुनुहुन्छ के तपाई बुझ्नु हुँदैछ, जान्नु हुँदैछ? And David, the sweet psalmist of Israel, अनि दाऊद जो चाहिँ एउटा मधुर इजरायलको संगीतकार हुनुहुन्छ, भजनकार, he uses another word for raised.
एउटा उचालिएको या त उठाएको भनेको शब्दलाई अर्को प्रयोग गर्नुहुन्छ शब्द Psalms 40. भजन 40 Everybody, Psalms 40. सबैजना भजन 40 And we are going to read verse 2. हामी 2 पदलाई पढ्ने छौं Psalms 40, verse 2. भजन 40 अनि 2 पद See what David says. हेर्नुस् दाउदले के भन्नुहुन्छ All together. सबै मिलेर He अनि brought me उहाँले मलाई भयानक खाडल out of an र दलदल horrible हिलोबाट pit, पनि out of तानेर the miry निकाल्नु भयो clay, र मेरा set पाउहरू my feet चट्टानमाथि upon a बसाल्नु rock, भयो र मेरा and पाइलाहरू established my दृढ पार्नु going. भयो He brought me up. उहाँले मलाई तानेर निकाल्नु भयो There we read, He raised me up. त्यहाँ हामीले पढ्यौं उहाँले मलाई उठाउनु भयो David says, दाउदले भन्नुहुन्छ He brought me out, उहाँले मलाई तानेर निकाल्नु भयो out of the miry clay of sin. त्यो चाहिँ पापको दलदले हिलोबाट When a man is sinking in the miry clay, he will put his hand up. जब एकजना मानिस चाहिँ त्यो दलदले हिलोमा फसेको हुन्छ भासिरहेको हुन्छ उसले आफ्नो हातलाई उचाल्छ Do you know why he will put his hand up? किन उसले हात उचाल्छ तपाईलाई थाहा छ For help. त्यो सहायताको निम्ति So when you give your hand to help him, जब हामी उहाँको सहायताको निम्ति हाम्रो हात उहाँलाई दिन्छौं when you feel sorry for him, जब हामी दुखित हुन्छौं and when you give your hand, जब हाम्रो हात दिन्छौं you know what he will do? त्यो फसेको व्यक्तिले के गर्छ He will pull you inside. उसले पनि तपाईलाई तलै तानी पठाउँछ But when you and I, तर तपाई नि म when we were sinking in the miry clay of sin, जब तपाई नि म चाहिँ त्यो पापको दलदले हिलोमा फसिरहेका थियौं भासिरहेका थियौं the Lord Jesus Christ प्रभु यीशु ख्रीष्टले reached out his loving hand. उहाँको प्रेमी हात बढाउनु भयो What did he do? उहाँले के गर्नुभयो He lifted you up. हामीलाई तानेर निकाल्नु भयो With his loving hand. उहाँको प्रेमी हातले We were sinking हामी त डुब्दै थियौं in the miry clay. त्यो दलदली हिलोमा We are going to die. हामी त मर्न लागेका थियौं But what did he do? तर उहाँले के गर्नुभयो He raised me up. उहाँले हामीलाई तानेर निकाल्नु भयो And not only raised me up, उहाँले निकाल्नु मात्र भएन when any sinner, कुनै पापीले anywhere, कुनै पनि जग्गामा when he is born again, जब उनले नयाँ जन्म पाउँछ two things दुईवटा कुराहरू happens instantaneously. तत्कालै तुरन्तै उनको जीवनमा दुई कुराहरू हुन्छन् Even now, अहिले पनि if you receive Jesus तपाईले प्रभु यीशुलाई ग्रहण गर्नुभयो भने into your life, तपाईको जीवनमा two things will happen. दुई कुराहरू हुन्छन् Number one, पहिलो He has clothed me with a garment of salvation. उहाँले मलाई त्यो उद्धारको वस्त्र पहिराउनु भएको छ Number two, दोस्रो He has covered me with a robe of righteousness. उहाँले आफ्नो धार्मिकताको पोशाकले मलाई ढाकिदिनु भएको छ We read that in Isaiah 61 verse 10. हामी यो कुरा चाहिँ यशायाको पुस्तक 61 अध्यायको 9 पदमा पढ्न पाउँछौं And that is what our loving Savior has done for you and for me. अनि यो चाहिँ हाम्रो प्रेमी मुक्तिदाताले तपाई अनि मलाई गर्नु भएको छ He has brought you and me into a raised position. उहाँले चाहिँ तपाई अनि मलाई चाहिँ एउटा उचालिएको जग्गामा उठाएर ल्याउनु बसाल्नु भएको छ Do you understand तपाईले बुझ्नुहुँदैछ what the Lord has done in your life? प्रभुले तपाईको जीवनमा के गर्नु भएको छ So number one, पहिलो He has brought me into a redeemed position. उहाँले हामीलाई चाहिँ मलाई चाहिँ त्यो एउटा छुटकारा पाएको स्थानमा ल्याउनु भयो Number two, दोस्रो He brought us into a raised position. उहाँले हामीलाई एउटा उचालिएको या त उठाइएको जग्गामा ल्याउनु भयो Thirdly, तेस्रो He has brought us into a righteous position. तेस्रो चाहिँ उहाँले हामीलाई एउटा धर्मी अवस्थाको जग्गामा ल्याउनु भयो Now turn your Bibles, everybody, सबैले आफ्नो बाइबललाई पल्टाउनुहोस् to the book of Romans, रोमीको पत्री chapter 4, 4 अध्याय verse 22, 22 पद for you to understand. तपाईलाई बुझ्नको निम्ति Romans, रोमी chapter 4, 4 अध्याय verse 22. 22 पद This speaks about Abraham. यो पदले चाहिँ अब्राहमको विषयमा बताउँदछ So shall we all read together? हामी सबैजना मिलेर पढौं Romans chapter 4, रोमी 4 अध्याय verse 22, अनि 22 पद all together. सबैजना मिलेर And अनि यसै therefore कारण उहाँ it उनका was निम्ति यो imputed to him पुरा धार्मिकता for गरियो righteousness. So it says, and therefore it was imputed to Abraham for righteousness. यसै कारण अब्राहमको निम्ति यो धार्मिकता गनियो In other words, अर्को शब्दमा Abraham
believed in God, and God's righteousness was credited to his account. अनि अब्राहमले चाहिँ परमेश्वरमाथि विश्वास गरे, जसको कारणले गर्दा परमेश्वरको धार्मिकता उनीमा ल्याइयो। When you go to the bank every day, जब तपाईँ दिनहुँ आफ्नो ब्याङ्कमा जानुहुन्छ, you need to know only 2 words. तपाईँले दुईवटा शब्दहरू जान्नु पर्दछ। You know, Indians and Nepalis are very good with money. इन्डियनहरू र नेपालीहरू चाहिँ पैसाको सम्बन्धमा राम्रा छन्। They know very well how to do with paisa. पैसासँग के गर्नुपर्ने राम्रो जान्दछन्। They know how to multiply. कसरी त्यसलाई बढाउनु जान्दछन्। So when you go to the bank जब तपाईँ ब्याङ्कमा जानुहुन्छ, for our transaction, हाम्रो त्यो लेनदेनको निम्ति 2 words we need to know. दुईटा शब्दहरू हामीले जान्नुपर्छ। What are the 2 words? त्यो शब्दहरू के हुन्? Credit, debit. क्रेडिट डेबिट, अर्थात् पैसा हाल्नु या त निकाल्नु। So what do we read here? यहाँ हामी के पढ्छौँ? When Abraham believed in God, God's righteousness was credited to his account. जब अब्राहमले चाहिँ परमेश्वरमाथि विश्वास गरे, परमेश्वरको धार्मिकता चाहिँ उनको हिसाबमा हालियो। Do you understand? बुझ्नुहुँदैछ? God's righteousness परमेश्वरको धार्मिकता was credited to him. उनलाई हालियो, उनमा हालियो। What is my righteousness? मेरो धार्मिकता के हो? Earthly righteousness. यो त एउटा पृथ्वीको धार्मिकता हो। Filthy rags. यो त एउटा फोहोर थाङ्ना सर, Dirty smelling kitchen cloth. एकदमै त्यो एकदम नराम्रो दुर्गन्ध आउने गनाउने त्यो किचनको मैला थाङ्ना जस्तो। That is my righteousness. मेरो धार्मिकता चाहिँ त्यस्तो छ। But the day I believed God, तर जुन दिन मैले प्रभुमाथि विश्वास गरे, his heavenly righteousness उहाँको स्वर्गीय धार्मिकता became my righteousness. मेरो धार्मिकता बन्यो। You know, there is a big English word in the Bible, बाइबलमा एउटा ठुलो अंग्रेजी शब्द छ, justification. त्यसलाई चाहिँ जस्टिफिकेसन भन्छ, जसको अर्थ चाहिँ धर्मी ठहराउनु। What is the meaning of justification? धर्मी ठहराउनु भनेको चाहिँ के हो त? God looks upon me as if I have never sinned. त परमेश्वरले मलाई यस्तो प्रकारले हेर्नुहुन्छ कि मैले पापै गरेकै छुइनँ। Can you imagine this? के तपाईले कल्पना गर्न सक्नुहुन्छ यो? So it says here, यसका यहाँ भनिन्दछ, Abraham believed in God and God's righteousness was imputed or credited to him. अनि अब्राहमले चाहिँ परमेश्वरमाथि विश्वास गरे, जसको कारणले परमेश्वरको धार्मिकता चाहिँ उनको धार्मिकता बनाइदिनु भयो। It is not only for Abraham. अब्राहमको निम्ति मात्र होइन यो, That is what the Bible says. यो कुरो बाइबलले बताउँदछ। It is for you and me. यो चाहिँ तपाईँ र मेरो निम्ति पनि हो। The book of Galatians, गलातीको पत्री chapter 3. 3 अध्याय, Everybody, सबैजना Galatians, गलाती chapter 3, 3 अध्याय verse 6 and 7. 6 अनि 7 पद, We are going to read it together, हामी साथमा मिलेर पढ्ने छौं loudly. ठुलो स्वरले। Everybody. सबैजना Even जसरी as अब्राहमले पनि Abraham परमेश्वरलाई believed विश्वास God, गरे र and यो it उनका was निम्ति accounted धार्मिकता to him गरियो, for righteousness. यसकारण Know ye तिमीले यो therefore कुरा that जान, they which are of जो जो faith, the विश्वासबाट same are the हुन् children of उनीहरू नै Abraham. अब्राहमका सन्तान हुन्। Whose santanam are we? कसको सन्तान हामी हौ? We are the santanam of Abraham. हामी चाहिँ अब्राहमका सन्तान हौ। You and I, तपाई र म, we are the sons and daughters of Abraham. हामी चाहिँ अब्राहमका छोराहरू र छोरीहरू हौ। He has become our righteousness. उहाँ चाहिँ हाम्रो धार्मिकता हुनुभएको छ। What a spiritual position God has brought you and me. कस्तो प्रकारको आत्मिकी त्यो स्तर या ओहदामा तपाईं नि मलाई प्रभुले ल्याउनु भयो। What was our past life? हाम्रो बितेको जीवन कस्तो थियो? What were we doing in Nepal? हामी नेपालमा के गर्दै थियौं? Worshipping idols. हामी त मूर्तिहरूको पूजा गर्दै थियौं। The same thing that Thessalonians did. थिस्सलुनिकीकाहरूले पनि त्यही गर्दै थिए। They were worshipping idols. उनीहरूले मूर्तिहरू पुज्दै थिए। What did the Lord do in your life? प्रभुले तपाईको जीवनमा के गर्नुभयो? He delivered me from worshipping idols to serve the living God. उहाँले चाहिँ हामीलाई त्यो मूर्तिहरूको पूजा गर्ने अवस्थाबाट छुटकारा दिएर चाहिँ जीवित परमेश्वरको सेवा गर्ने बनाउनु भयो। This morning we have come into his house आज बिहान हामी उहाँको घरमा आएका छौं to worship the King of righteousness.
हामीले चाहिँ धार्मिकताको राजाको उपासना गर्नलाई आएका छौँ। The King of righteousness we have come to worship. हामी चाहिँ धार्मिकताको राजाको उपासना गर्नलाई आएका छौँ। Hebrews हिब्रू chapter 7 7 अध्याय verse 2. 2 पद। Everybody सबैजनाले turn your Bible please. आफ्नो बाइबललाई पल्टाउनुहोस्। The book of Hebrews हिब्रूको पत्री chapter 7 7 अध्याय verse 2. 2 पद। All together. सबै मिलेर To whom also उनैलाई अब्राहमले Abraham सबै gave a थोकका tenth 10औं part, अंश पनि being दिए। interpretation, King of नामको अर्थ अनुसार righteousness, उनी पहिले or the धार्मिकताका King of राजा, Shalom, त्यसपछि which is King of शालेमका peace. राजा अर्थात् शान्तिका राजा पनि हुन्। So let us come before the King of righteousness यसकारणले गर्दा आऊ हामी धार्मिकताको राजाको सामु and let us come to him उहाँ कहाँ आऊ and tell him this morning, अनि आज बिहान उहाँलाई भनौँ, Prabhuji, प्रभुजी you are my righteousness. तपाईँ नै मेरो धार्मिकता हुनुहुन्छ। What a wonderful work कस्तो अद्भुत कार्य you have done in my life. मेरो जीवनमा तपाईँले गर्नुभयो। I bow down before म you तपाईँको सामु दण्डवत गर्छु and worship you. अनि म तपाईँको उपासना गर्छु। So we have seen 3 R. हामीले 3 वटा आर हेर्यौं। What is the first one? सबैभन्दा पहिलो के हो? Redeemed. छुटकारा पाएको। Number 2, दोस्रो raised. उचालिएको या उठाइएको। Number 3, तेस्रो righteousness. धार्मिक ठहराइएको। Fourthly, चौथो and I close, अनि म बन्द गर्छु। he has brought me into a reigning position. उहाँले मलाई चाहिँ एउटा राज्य गर्ने अहोदामा स्तरमा ल्याउनु भएको छ। Do you believe that? त्यो कुरा विश्वास गर्नुहुन्छ तपाईँ? Who are we? हामी के हौं? Sinners पापीहरू, saved by grace. अनुग्रहमा उद्धार पाएको। One day एक दिन we are going to reign with him. हामी त उहाँसँग राज्य गर्नेवाला छौँ। In the 1,000 years reigning upon this earth, यस पृथ्वीमाथिको 1000 वर्षको राज्यकालको समयमा you and I, तपाईँ अनि म saved by grace, अनुग्रहद्वारा उद्धार पाएका we are going to reign with him, rule and reign with him. हामी उहाँको साथमा शासन अनि राज्य गर्नेवाला छौँ। Do you understand who you are? तपाईँ बुझ्नु हुँदैछ तपाईँ को हुनुहुन्छ? Do you understand your past life? तपाईको बितेको जीवनलाई तपाईँ बुझ्नु हुँदैछ? Now turn with me अब मसँग पल्टाउनुहोस् your Bible to Revelation chapter 5 आफ्नो बाइबल प्रकाश 5 अध्यायमा। and you will note this word reigning. तपाईले त्यो राज्य गर्ने भन्ने शब्दलाई तपाईले ध्यान दिनुहुन्छ। Everybody must turn your Bible सबैले आफ्नो बाइबललाई खोल्नु पर्छ। to Revelation प्रकाश chapter 5 5 अध्याय verse 10. 10 पद। All together loudly. सबै मिलेर ठुलो स्वरले And अनि has हामीलाई made us हाम्रा unto our परमेश्वरका God निम्ति kings राजाहरू and priests. र पुजारीहरू We shall बनाउनु भयो reign on अनि the earth. हामीहरू पृथ्वीमाथि राज्य गर्नेछौँ। We shall reign with him. हामी उहाँसँग राज्य गर्नेछौँ। Not only he has made us worshipping people, उहाँले हामीलाई उपासना गर्ने मानिसहरू मात्र बनाउनु भएको छैन, but he has made us reigning people. उहाँले हामीलाई राज्य गर्ने मानिसहरू पनि बनाउनु भएको छ। Do you understand? तपाईँ बुझ्नु हुँदैछ? No gods in this earth could give us salvation. यो संसारका कुनै पनि ईश्वरहरूले हामीलाई मुक्ति दिन सकेन। We all tried. हामीले कोसिस गर्यौं, We failed. हामी हार्यौं। Only one person. एउटै मात्रै व्यक्ति। We read that in Acts chapter 4 and 12. हामी चाहिँ यो प्रेरितको काम 4 अध्यायको 12 पदमा पढ्न पाउँछौं। No other name under heaven स्वर्ग मुनि अरु कुनै पनि नाम दिएको छैन, given that only through Jesus we can be saved. केवल येशूद्वारा मात्रै हामीले मुक्ति पाउन सक्छौं। Do you understand? तपाईले बुझ्नुहुन्छ? One day, एक दिन I'm going to close म बन्द गर्दैछु, with this. Listen carefully. ध्यानपूर्वक सुन्नुहोस्। One day एक दिन in heaven, स्वर्गमा we are going to gather हामी भेला हुनेवाला छौं। all tribes, सबै कुलहरू, all nations, सबै जातिहरू, all language, सबै भाषाहरू, everybody. सबैजना We will gather in heaven. हामी स्वर्गमा भेलिने छौं। We will wear white robes, हामी सेता वस्त्रहरू पहिरिने छौं stand before the Lamb, अनि थुमाको सामु खडा भएर and we are going to worship. हामी उपासना गर्नेछौं। It is going to become a reality. यो त एउटा वास्तविकता हुनेवाला छ। What are we going to worship, you know? हामी तपाईलाई थाहा छ हामी के उपासना गर्नेवाला छौं? You know what we are going to worship? हामी के उपासना गर्नेवाला छौं? Prabhuji,
प्रभुजी Nobody could give us salvation. कसैले पनि हामीलाई उद्धार गर्न या मुक्ति दिन सकेन, Only you. केवल तपाईँ मात्र, Only you. केवल तपाईँ मात्र। Jesus, यीशु, you gave us salvation. तपाईले हामीलाई मुक्ति दिनुभयो, We are going to worship him. हामी उहाँको उपासना गर्नेछौँ। And that day is going to be a day of reality. त्यो चाहिँ एउटा वास्तविकताको दिन बन्नेवाला छ। Turn with me मेरो साथमा खोल्नुहोस् to Revelation प्रकाश chapter 7. 7 अध्याय। Underline this verse in your Bible. आफ्नो बाइबलमा यो पदलाई तपाईले कोरेर दाग लगाएर The राख्नुहोस्। book of Revelation प्रकाशको पुस्तक chapter 7 7 अध्याय verse 9. 9 पद। Read this verse slowly. तपाईँ विस्तारसित पढ्नुहोस् यो पदलाई Everybody. सबैले। After यी this, कुराहरू पछि I मैले beheld हेरेँ अनि हेर lo, a सबै great जाति, multitude, कुल, with मानिस no र man could भाषाहरूको number, एउटा ठुलो all भिड nations जसलाई and कसैले kindreds गन्न and सकेन, people and सेता tongues वस्त्रहरू stood पहिरेर before the र throne आफ्ना before the Lamb, हातहरूमा clothed with खजुरका white हाँगाहरू robes लिएर and palms in their सिंहासनको hand. सामु र थुमाका सामु उभिरहेका थिए। Verse 10 10 पद। all together. सबैजनाले And अनि cried ठुलो with a loud स्वरले यसो voice, भन्दै saying, कराइरहेका थिए, Salvation to मुक्ति our सिंहासनमा God, बस्नुहुने हाम्रा and sitteth upon परमेश्वर the र throne, थुमाकै हो। and upon the Lamb. It's going to be, it is going to become a reality very soon. चाँडै नै अब यो एउटा वास्तविकता बनेर जानेछ। Nobody could give us salvation. अरू कसैले पनि हामीलाई मुक्ति दिन सकेन। Salvation belongeth to our God who is seated on the throne. सिंहासनमा बस्नुहुने हाम्रो परमेश्वरकै हो मुक्ति चाहिँ। This morning, आज बिहान we are going to bring our praise to the Lamb of God. हामी परमेश्वरको थुमाका हाम्रो प्रशंसालाई ल्याउने छौँ। That Lamb was slain before the foundation of the world. यो थुमा चाहिँ जो संसारको उत्पत्ति भन्दा पनि अघि मारिनु भएको थियो। How much He loved us. उहाँले हामीले कति प्रेम गर्नु भएको, Amazing love. यो कस्तो अद्भुत प्रेम, Amazing grace कस्तो अद्भुत अनुग्रह, that saved a wretched sinner like me. म जस्तो एउटा तुच्छ पापीलाई बचायो। Keep these few thoughts in your heart and in your mind, तपाईको हृदयमा र तपाईको मनमा यी थोरै विचारहरूलाई राख्नुहोस् and bring these thoughts in your worship. अनि यी विचारहरूलाई आफ्नो उपासनामा राख्नुहोस्। I want you to remind you very gently that this is a holy convocation. यसकारण म तपाईलाई एकदमै नम्रपूर्वक तपाईलाई निवेदन गर्दछु, यो चाहिँ एउटा पवित्र महासभा हो। This is not the ordinary Sunday worship in your local church. तपाईको स्थानीय मण्डलीमा हुने एउटा साधारण प्रकारको सधैँ हुने उपासनाको सेवा This is होइन, the holy यो convocation. पवित्र महासभा हो। And everybody is waiting to worship. अनि हरेक चाहिँ उपासना गर्नलाई पर्खिरहनु भएको छ। So be mindful of others. यसकारण गर्दा अरूको विषयमा पनि तपाईले अलिकति याद गर्नुहोस्। Your worship must be very brief, तपाईको उपासना चाहिँ अति नै संक्षिप्त हुनुपर्छ, very short. एकदमै छोटो। God does not want to hear your history. तपाईको इतिहास प्रभु सुन्न चाहना गर्नुहुन्न। I was in Nepal, I was in Sikkim. God doesn't want to hear all that. म नेपालमा थिएँ, म सिक्किममा थिएँ, त्यो सबै सुन्न चाहनुहुन्न प्रभु। He wants worship from you. तपाईबाट त्यो उपासना मात्रै चाहनुहुन्छ। Be mindful of others. अरूको विषयमा तपाईले सो याद गर्नुहोस्। Now listen carefully. अब ध्यानपूर्वक सुन्नुहोस्। All those who took baptism yesterday, हिजोको दिन जतिले बप्तिस्मा लिनुभयो, you must worship the Lord this morning. आज बिहान तपाईले प्रभुको उपासना गर्नुपर्छ, Don't forget. नबिर्सनुहोस्। The Lord is waiting to hear your worship. तपाईको उपासना सुन्नका निम्ति प्रभुले पर्खिरहनु भएको छ। So take this opportunity to worship the Lord. यसकारणले गर्दा यो मौका लिनुहोस् प्रभुको उपासना गर्नलाई। Our loving Heavenly Father,